ल हेलो गाइज वेलकम टु माई च्यानल होइन यो चाहिँ हाम्रो फर्स्ट ब्लग हो। अब हामी चाहिँ लसरका बेसीतिर हिँड्न लाग्यो भलिबल म्याच हेर्न, श्याम राणालाई हेर्न आज स्पेसल। अब यसमा जाने हो। तीनजना मात्र छौँ। अब अरू केटाहरू आउँदैछन्, हामी यहाँबाट झर्दै हो, पुरा अफरोड झर्नुपर्छ। ल गाइज अब स्कुटी सुरु तलतिरै देखाउँला। अब अफरोडमा देखाउने कुरो भएन है। ल है साथीहरू, हामी चाहिँ अब लसरगातिर अन द वे। भ्यू हेरौँ है साथीहरू, भ्यू हाम्रो तीनजना, एकजना हामी चाहिँ यता तीनजना छौँ। के भयो बाटो हेरौँ है साथीहरू, बाटो जाडो छ है साथीहरू। बिचमा यस्तो झरनाहरू नि देख्न पाइन्छ, बाटोमा झरनाहरू। ल चिसो त, मौसम गजब छ आज। हेरौँ साथीहरू, आहा ल हेरौँ। ओहो ढिलो एउटा बाइकको टायर बिग्रेछ, त्यही भएर बनाउँदै थिएँ। भिडियो नबनाइहालौँ। तेरो बिरालो कहिले उकालो त कहिले ओह्रालो। बाटो चाहिँ मस्त छ है। जाडो छ है। ल साथीहरू उठेर ल भाइ हामी स्पिडमा छौँ, 33को स्पिडमा। ल फेरि अफ रोड सुरु। ओहो रोड पछि अफरोड भ्याएर फेरि पिच रोड आइसक्यो है साथीहरू। मौसम हेर न, मौसम गजब हो क्या।
ल है साथीहरू अलिअलि पहिला नजिक आउँदैछौँ लसरगा नजिक आउँदैछौँ। बाटो त खत्तम छ ढुङ्गामा, तर भ्यू चाहिँ बवाल छ है। ल साथीहरू स्कुटी हेर घात्रा घुत्रुक स्कुटर त्यसमाथि छ क्या, ठुल्ठुलै हुन्छ सधैँ। चिसो छ है साथीहरू मौसम। आजलाई छैन भनेको आज नभ्याएको खास, आजलाई छैन भनेको आज नभ्याएको कि झरना सुकेछ। साथी बाटो पारीको रिडी जाने बाटो। है साथीहरू बाटो त डेन्जर छ बाटो। ल ए अहिले साथीहरू हामी यहीँ नै छौँ, अझै आइपुगेको छैनौँ। हल्लै गरेर बादल पनि हल्ले जस्तो देख्छ आकाशमा। धेरै घात्रा घुत्रो भएर लसरगा बेसी बाटो पनि बेसी रहेछ। धेरै पछि बल्ल मेन रोड भेटियो। कहिले उकालो त कहिले ओह्रालो, यस्तो
त्यस्तै चलिरहेछ उकालो ओह्रालो। लोसरको आइपुग्यो है। अब भित्र ग्राउन्डभित्र गएर देखाउँछु ल है। माहौल यस्तो छ अब है, मान्छे अगाडि। हामी यता हामी कसरी हेर्ने हो गाडी खै। टिकट काटेर नि फाइदा छैन केटा हो। स्पाइक बल बाहिरियो। फाइदा भने कालीगण्डकी टिमलाई अङ्क रहेको छ 11-14। अब यहाँबाट बिहान 6 बजे आएर बस्नुपर्छ भोलिबाट। बल काट्न असफल। फाइदा भने टेलाटको साथ गल्याङलाई अङ्क रहेको छ 16-11। उत्कृष्ट स्पाइकसँगै फेरि पनि अङ्क जोड्न सफल कालीगण्डकी 3। अङ्क रहेको छ 12-16। फेरि पनि उत्कृष्ट स्पाइक गर्दै अङ्क जोड्न सफल टेलाटको साथ गल्याङ। अङ्क रहेको छ 17-12। ब्लक गर्दै खाता खोल्न सफल टेलाटको साथ गल्याङ। अङ्क रहेको छ 1-0। स्पाइक जालीमा। फाइदा भने टेलाटको साथ गल्याङलाई अङ्क रहेको छ 2-0। खाता खोल्न सफल कालीगण्डकी 3। अङ्क रहेको छ 1-2। उत्कृष्ट सर्भिससँगै अङ्क थप्न सफल कालीगण्डकी 3। अङ्क रहेको छ 2-बराबर। उत्कृष्ट स्पाइक गर्दै अङ्क थप्न सफल कालीगण्डकी 3। अङ्क रहेको छ 3-4। टच आउटको सँगै फाइदा भने टेलाटको साथ गल्याङलाई। अङ्क रहेको छ 5-3।
उत्कृष्ट स्पाइक गर्दै पूर्ण अङ्क थप्न सफल कालीगण्डकी 3 अङ्क रहेको छ 4-6। उत्कृष्ट स्पाइक गर्दै पूर्ण अङ्क थप्न सफल टोराटिङ 7 गल्याङ अङ्क रहेको छ 7-4। ओभरल्यापको सङ्केत फाइदा हुने कालीगण्डकी 3 लाई अङ्क 5-7। स्पाइक सँगै फेरि पनि अङ्क थप्न सफल टोलाटिङ 7 गल्याङ अङ्क रहेको छ 8-5। बल जालीमा फाइदा हुने कालीगण्डकी 3 लाई अङ्क रहेको छ 6-8। दर्शकबिन लोक तथा दोहोरी गायक श्याम राणाज्यू हामीमा आज उपस्थित भइसक्नु भएको छ। कृपया सम्पूर्णजनाले तालीले स्वागत गरिदिनुहोला श्याम राणाज्यूलाई। राष्ट्रिय लोक तथा दोहोरी गायक श्याम राणाज्यूको उपस्थिति भइसकेको छ। दर्शकबिन डान्स थोरै थोरै हेरेर यिनीहरू त कपिराइट भेटिहाल्छ। अब यो डान्स पछि सिधै श्याम राणालाई हेर्ने है। नमस्कार सदाय बायालाई रे साला मेरे बायालाई रे साला काया रो बायालाई रे साला त्यहाँ बस्ने बायालाई रे साला काया रो बायालाई रे साला मेरी मायालाई रे साला मेरी मायालाई रे साला। भेट भयो साथी गरिदेऊ साथी भाइ सबैले हात माथि भेट भयो साथी गरिदेऊ साथी भाइ सबैले हात माथि भेट भयो साथी गरिदेऊ साथी भाइ सबैले हात माथि सबैले हात माथि
दोहोरी घामलाई अतिथिलाई आज ननचाइ काँझामलाई साला दोहोरी घामलाई आज ननचाइ काँझामलाई साला दोहोरी घामलाई अतिथिलाई आज ननचाइ काँझामलाई साला ननचाइ काँझामलाई है गाइस हामी चाहिँ नास्ता सास्ता खान बस्थ्यो स्कुल जाँदा एन्टकमा गइएछ आज चाहिँ आउँदा चाहिँ क्रस फायर भयो है गाइस हाम्रो क्रस फायर है गाइस हाम्रो क्रस फायर ओपी भयो क्रस फायर जाँदा एन्टकमा गएको आउँदा क्रस फायर भयो यहाँदेखि क्रस फायर भयो लसर गएको यस्तै भयो गाइस